ओ, सबैलाई चाहिँ नमस्ते। नमस्ते। अनि धैर्यतापूर्वक यहाँहरू कुरेर बस्नु भएको चाहिँ छ। यहाँहरू सबैलाई चाहिँ स्वागत चाहिँ छ। आजको प्रस्तोता डाक्टर कविता अधिकारी हुनुहुन्छ। त्यसपछि कवितालाई चाहिँ देख्न पाएन मैले। सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ डाक्टर कविता अधिकारी। मेरो घर चाहिँ नवलपरासी हो। म चाहिँ मेडिकल अफिसर। अहिले चाहिँ म हाल चाहिँ यता मध्यबिन्दु प्रादेशिक अस्पतालमा चाहिँ कार्यरत छु। हजुर, कविता यो कार्यक्रम सुरु गर्नुभन्दा चाहिँ अगाडि कवितासँग चाहिँ हाम्रो सरसल्लाह चाहिँ भएको चाहिँ छ। महिलाहरूसँग चाहिँ सम्बन्धित धेरै इस्युहरू चाहिँ छन्। अहिले चाहिँ बोल्नै पर्ने, भन्नै पर्ने, छलफल गर्नु चाहिँ पर्ने हैन, र समस्याहरू खतल्नु चाहिँ पर्ने धेरै समस्याहरू चाहिँ छन्। त्यस समस्या चाहिँ मध्येमा पनि पाठीघरको मुखको चाहिँ क्यान्सर अहिले चाहिँ महिलाहरूको चाहिँ ठुलो समस्या चाहिँ को रूपमा चाहिँ रहिआएको चाहिँ छ, जसलाई सामान्य जानकारी चाहिँ नहुँदाखेरि पनि महिलाहरूले चाहिँ धेरै ठुलो दुःख बेहोर्नु चाहिँ पर्ने छ भन्ने चाहिँ हिसाबले र आज त्यही हिसाबले यो कार्यक्रम चाहिँ राख्नु भन्ने चाहिँ सल्लाह भयो। र चाहिँ अब यसलाई चाहिँ हामीले सुरुवाती छलफलको रूपमा चाहिँ लिएका चाहिँ छौँ। सायद यस विषयमा धेरै लामो चाहिँ छलफल गर्नुपर्ने पछिका दिनहरूमा पनि हुन चाहिँ सक्छ। अहिले चाहिँ सामान्य हामीले सुरुवात चाहिँ गरौँ अब भन्ने चाहिँ हिसाबले यो सुरुवाती गर्न चाहिँ खोजेको चाहिँ छौँ। र अब यो कार्यक्रमको सुरु गर्नुभन्दा चाहिँ पहिले जल्लु चौधरी, अर्को चितवनका चाहिँ अरू साथीहरू पनि हामीले निम्त गरेका चाहिँ थियौँ। जल्लु चौधरी मार्फत उहाँ मात्रै होइन चाहिँ उहाँहरूको चाहिँ सम्पर्कमा चाहिँ रहेका धेरै चौधरी चाहिँ महिला दिदीहरू पनि यो लिङ्कमा चाहिँ जोइन गर्नु चाहिँ भएको चाहिँ छ। उहाँहरू सबैलाई चाहिँ स्वागत चाहिँ गर्दा चाहिँ छु। र त्यसपछि हाम्रो कविताको चाहिँ प्रेजेन्टेसन चाहिँ हुन्छ। त्यसपछिबाट प्रश्न उत्तर चाहिँ हुन्छ र सहभागीहरूले चाहिँ प्रश्न गर्ने र डाक्टर कविताले चाहिँ उत्तर दिने चाहिँ काम चाहिँ हुन्छ र कार्यक्रमलाई चाहिँ अगाडि चाहिँ बढौँ। हजुर, सबैजनालाई नमस्कार फेरि पनि। मैले चाहिँ आज चाहिँ हाम्रो नेपाली समाजमा चाहिँ अहिले यो एकदमै धेरै देखिने समस्या भनेको चाहिँ महिलाहरूमा देखिने समस्या भनेको चाहिँ पाठेघरको मुखको क्यान्सर हो। यो चाहिँ एकदमै धेरै देखिन्छ पनि, प्लस यो कस्तो क्यान्सर हो भन्दाखेरि अरू क्यान्सर चाहिँ लागिसकेपछि ला अब सन्चो हुँदैन कि भन्ने हुन्छ, तर यो पाठेघरको मुखको क्यान्सर चाहिँ हामीले यदि सुरुवाती अवस्थामा नै पत्ता लगाउन सकियो भने चाहिँ यसको पछि हुने मृत्युबाट चाहिँ हामी बच्न सकिन्छ है। त्यही भएर एकदमै धेरै यो इम्पोर्टेन्ट छ हामी यो नेपाली महिलाको लागि चाहिँ। अब यस पाठेघरको मुखको क्यान्सर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामी पाठेघरको, यो चाहिँ हाम्रो पाठेघर हो। पाठेघरमा पनि यो तल्लो यो भाग यो भनेको चाहिँ पाठेघरको मुख हो है। यो जुन यो गोलो देखाइएको छ यसलाई चाहिँ पाठेघरको मुख भनिन्छ हो। यसमा देखिने क्यान्सरलाई चाहिँ पाठेघरको मुखको क्यान्सर भनिन्छ। नेपालमा चाहिँ पाठेघरको मुखको क्यान्सर चाहिँ पहिलो अङ्कमा पर्छ है नेपाली महिलाहरूमा देखिने क्यान्सर मध्येमा। यसले गर्दाखेरि पनि पहिलो मृत्यु गराउने क्यान्सर पनि यही पाठेघरको मुखको क्यान्सर नै परेको छ। केले गर्दाखेरि पाठेघरको मुखको क्यान्सर हुन्छ त है, के हो भन्दाखेरि चाहिँ फर्स्टमा सबभन्दा मुख्य कारण भनेको चाहिँ ह्युमन प्यापिलोमा भाइरस भन्ने एउटा भाइरस हुन्छ। यसको सङ्क्रमणले गर्दाखेरि चाहिँ यो क्यान्सर देखिने हुन्छ। केले गर्दाखेरि यसको सङ्क्रमण हुन्छ भन्दाखेरि चाहिँ एउटा भनेको चाहिँ धेरै यौन साथीहरू बनाउने है, अर्को चाहिँ कम उमेरमै विवाह गर्ने अथवा सम्पर्क गर्ने, अर्को भनेको चाहिँ धेरै यौन साथीहरू बनाउने, अर्को भनेको चाहिँ धुम्रपान गर्ने, अर्को भनेको चाहिँ कमजोर, अब यो जुन एचआइभी लागेको मान्छेहरू हुनुहुन्छ उहाँहरूमा पनि त्यो रोगसँग लड्ने क्षमता कम हुन्छ, त्यस्तो मान्छेमा पनि यो भाइरसले छिटो सङ्क्रमण गर्ने हुन्छ। अर्को भनेको चाहिँ आफ्नो सरसफाइमा प्रजनन स्वास्थ्यमा चाहिँ धेरै ध्यान नदिने मान्छेहरूमा पनि यो भाइरसले सङ्क्रमण गरेर चाहिँ क्यान्सर गराउने गरेको हुन्छ। जस्तै नियमित पाठेघरको जाँच नगराउने बिरामी मान्छेहरूमा, बारम्बार भइरहने सङ्क्रमणको उपचार नगराएमा, असुरक्षित यौन सम्पर्क भएमा, कम उमेरमा विवाह गरेमा, धेरै बच्चाहरू जन्म दिने अथवा चाहिँ कम उमेरमै बच्चा जन्माएमा,
कमजोर प्रतिरक्षा प्रणाली भएमा, अरू अरू भाइरसहरूको सङ्क्रमण जस्तै हर्पिक सिम्प्लेक्स भाइरसहरूको सङ्क्रमण भएको बिरामीमा, अथवा चाहिँ धुम्रपान र मदिरा सेवन गर्ने मान्छेहरूमा चाहिँ यो क्यान्सरले बढी सङ्क्रमण गर्ने देखिएको छ। अब यसको के लक्षण हुन्छ त भन्दाखेरि चाहिँ यसको लक्षण चाहिँ प्रारम्भिक चरणमा र पछि अन्तिममा देखिने लक्षण हुन्छ है। प्रारम्भिक चरण भनेको चाहिँ भर्खर भर्खर सुरु सुरु स्टेजमा हुने बेलामा देखिने लक्षण हो। यतिखेर यही सुरुकै बेलामा हामीले के उपचार गरियो भने चाहिँ, पत्ता लगाइयो भने चाहिँ यसबाट हुने पछि क्षतिबाट चाहिँ हामी बच्न सकिन्छ है। सुरुमा चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ महिनावारीमा धेरै रगतहरू बग्ने, महिनावारी हुँदाखेरि। अर्को भनेको चाहिँ महिनावारी अनियमित हुनु। अर्को चाहिँ महिनावारी सुकिसकेपछि पनि रगत बग्नु। अर्को चाहिँ यौन सम्पर्कपछि रगत देखा पर्नु। अर्को चाहिँ योनिबाट गनाउने पानी आउनु। हामीले यति लक्षण देखिँदाखेरि नै हामी कति मान्छेहरू चाहिँ लाज लागेर आफूलाई हिचकिचाएर चाहिँ पछि चेक गराउन जाँदैनौँ। यो सानोतिनो लक्षण त हो नि भनेर बस्छौँ, तर यही लक्षण हुँदा यो पछि लक्षण बढेर चाहिँ झन् अनि फैलिन थालिसकेपछि चाहिँ यो क्यान्सरबाट हामी बच्न चाहिँ सक्दैनौँ, गाह्रो हुन्छ। पछि अन्तिममा देखिने लक्षण भनेको चाहिँ एउटा चाहिँ अगाडि हाम्रो मूत्रथैलीमा क्यान्सर फैलिएर चाहिँ पिसाब थाम्न नसक्नु वा पिसाब चुहिनु जस्तो लक्षण देखिन्छ भने, पछाडि हाम्रो आन्द्रामा क्यान्सर फैलियो भने चाहिँ कब्जियत हुने, दिशामा रगत देखा पर्ने जस्ता लक्षणहरू देखिन्छन्। अर्को भनेको चाहिँ हड्डीतिर क्यान्सर फैलियो भने चाहिँ हड्डी दुख्ने, अर्को चाहिँ खुट्टा सुन्निने जस्ता लक्षणहरू देखिन थाल्छन्। यसको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ क्यान्सर, यो पाठेघरको मुखको क्यान्सरको चाहिँ स्टेजिङ गरिएको छ है। सुरुवाती चरण र अन्तिम चरणमा कहाँ कहाँ पुगेको हुन्छ त क्यान्सर भनेर जान्न सकिन्छ यसबाट चाहिँ। स्टेज 1 भनेको चाहिँ यो चाहिँ यहाँनिर जुन यो गोलो गोलो देखाइएको छ, यस पाठेघरको मुखमा मात्र देखिन्छ क्यान्सर चाहिँ है। यतिखेर नै हामीले पत्ता लगाउन सकियो भने चाहिँ यो पाठेघरको मुख मात्र फालेर पनि हामी यसबाट बच्न सकिन्छ, फैलिसकेको छैन भने चाहिँ। स्टेज 2 भनेको चाहिँ क्यान्सर चाहिँ अब यहाँ पाठेघरको मुखबाट चाहिँ थोरै मासतिर पाठेघरको बडीतिर पनि जान थालिसकेको छ, अथवा चाहिँ तल योनितिर पनि आइसकेको छ है। यो भनेको चाहिँ स्टेज 2 भयो। स्टेज 3 भनेको चाहिँ यो चाहिँ अब यहाँ पाठेघरको मुखबाट मासतिर पनि गयो, तलतिर पनि गयो, तर साइड साइडमा हाम्रो जुन यो ग्रन्थि हुन्छ है, हो त्यो ग्रन्थीमा पनि गइसकेको छ भने चाहिँ स्टेज 3 भनिन्छ। स्टेज 4 भनेको चाहिँ हाम्रो पाठेघरबाट चाहिँ अब स्टेज 4 भनेको चाहिँ पाठेघरबाट चाहिँ बाहिर, अब अगाडि मूत्रथैलीमा फैलियो क्यान्सर, अनि पछाडि आन्द्रामा फैलियो, अनि माथि फोक्सोमा गयो, कलेजोमा गयो भने चाहिँ त्यसलाई स्टेज 4 क्यान्सर भनिन्छ। यी फैलिसकेको अवस्थामा चाहिँ मान्छेहरूको मृत्यु हुने चान्स चाहिँ एकदम धेरै हुन्छ है। अब चाहिँ अब हामीले चाहिँ के हुन्छ त रोकथामको उपायहरू, यो चाहिँ रोकियो भने, आफूले आफ्नो सरसफाइमा आफ्नो कुराहरूमा यो ध्यान दियो भने चाहिँ यो क्यान्सरबाट चाहिँ हामी 100% नै बच्न सकिन्छ है। यसको रोकथामको उपायहरू चाहिँ हाम्रो 3 भागमा विभाजन गरिएको छ: प्राथमिक रोकथाम, माध्यमिक रोकथाम र तृतीय रोकथाम भनेर है। प्राथमिक रोकथाम भनेको चाहिँ के भन्दाखेरि हामीले रोग लाग्नै नदिने, के त्यो रोग लाग्ने कारणहरूलाई नै हटाउन सकियो भने चाहिँ त्यसलाई प्राथमिक रोकथाम भनिन्छ। माध्यमिक रोकथाम भनेको चाहिँ रोगलाई चाहिँ फर्स्ट स्टेजमा नै के अरे स्टेज 1मा नै पत्ता लगाउन सकियो भने चाहिँ पछि हामी स्टेज 4सम्म पुग्नु परेन, त्यसको त्यो मृत्यु हुने चान्स कम हुने भयो होइन। तृतीय रोकथाम भनेको चाहिँ अब ल क्यान्सर चाहिँ लास्टमा स्टेज 4तिरै पुगिसकेको छ भने चाहिँ अब हामी त्यसलाई कसरी, त्यसले आफ्नो लाइफस्टाइललाई, आफ्नो जीवनशैलीलाई चाहिँ कसरी सहज बनाउने त, अब यसलाई गरेर के गर्न सकिन्छ त, शल्यक्रिया गर्ने, रेडियोथेरापी गर्ने, किमोथेरापी गर्ने भनेको चाहिँ तृतीय रोकथाम हुन्छ है त। हामी चाहिँ यसलाई एक एक गरी गरिन्छ। सुरुमा चाहिँ प्राथमिक रोकथाममा चाहिँ के पर्छ भन्दा चाहिँ एउटा एचपिभी खोप भनेर हुन्छ। यो भनेको चाहिँ जुन अघि हामीले ह्युमन प्यापिलोमा भाइरसले गर्दाखेरि क्यान्सर गराउँछ भनेका थियौँ नि, हो त्यसकै विरुद्धमा लड्ने खोप हो है। यो खोप लगाइयो भने चाहिँ, यो खोप चाहिँ नेपालमा भर्खर भर्खर नै सुरु गर्न थालिएको हो। यो चाहिँ मुख्य गरी 9 वर्षदेखि 15 वर्ष बिचको उमेरको महिलाहरूमा, जसको चाहिँ अब यो जो चाहिँ भर्खरै यौन जीवन सक्रिय भइसकेको हुँदैन नि उहाँहरूको, 15 वर्ष मुनिका बच्चाहरूमा हो, उनीहरूमा लगाइदियो भने चाहिँ पछि हुने इन्फेक्सनहरूबाट चाहिँ उनीहरू बच्न सक्ने हुन्छ है। धेरै प्रभावकारी चाहिँ 9 वर्षदेखि 15 वर्ष उमेरको महिलाहरूमा देखिने भएको देखिन्छ। यो चाहिँ के छ भन्दाखेरि चाहिँ 9देखि 14 वर्ष उमेरको बच्चाहरूमा चाहिँ 2 डोज लगाए पुग्छ भने 15 वर्षदेखि माथिको उमेरमा चाहिँ 3 डोज लगाउनु पर्ने हुन्छ है।
अब अर्को एउटा चाहिँ भ्याक्सिन भयो, भ्याक्सिन लगाएपछि चाहिँ क्यान्सर हुने चान्स एकदमै कम हुने भयो होइन। त्यो बाहेक अरू हामीले आफ्नो जीवनशैलीमा के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ एउटा चाहिँ यौन सम्पर्क गर्दाखेरि चाहिँ कन्डमको प्रयोग गर्नु सकिन्छ है। यसले गर्दाखेरि इन्फेक्सन डाइरेक्टली इन्फेक्सन सर्न सक्दैन। अर्को भनेको चाहिँ आफ्नो जीवनसाथीप्रति वफादारी हुनु पर्यो, धेरै यौन साथी बनाउनु भएन। अर्को भनेको चाहिँ आफ्नो यौन अङ्गहरू सफा राख्नु पर्यो। अनि अर्को व्यक्तिगत स्वच्छता बेलामा नै। अनि अर्को भनेको चाहिँ अब आफूलाई केही लक्षण देखिएको छ भने चाहिँ अस्पताल जान नडराउने, लाज नमान्ने। अर्को भनेको चाहिँ उमेर पुगिसकेपछि मात्र सन्तान जन्माउने र दुई सन्तानको बिचमा पनि अन्तराल राख्नु पर्यो है। एक यस्तै यस्तै जीवनशैलीमा परिवर्तन गर्न सकियो भने चाहिँ हामी रोकथामतिर जान प्राथमिक रोकथाम गर्न सकियो, जसले चाहिँ क्यान्सर हुनै हुनै दिँदैन है। ल अब चाहिँ क्यान्सर हुने भइसकेको छ भने चाहिँ अब हामीले फर्स्ट स्टेजमा नै कसरी पत्ता लगाउन सकिन्छ त भन्दाखेरि चाहिँ स्क्रिनिङ गरेर। स्क्रिनिङ भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ रोगलाई चाहिँ हामीले लाग्न सुरु भएकै अवस्थामा, सुरुको अवस्थामा चेक गरेर सुरुको अवस्था पत्ता लगाउने एउटा काम, एउटा विधिलाई चाहिँ स्क्रिनिङ भनेर भनिन्छ है। यसमा चाहिँ के पत्ता लगाउन सकिन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन त्यो पाठेघरको मुखको क्यान्सरमा चाहिँ सुरुको अवस्थामा चाहिँ क्यान्सर हुनभन्दा अगाडि चाहिँ त्यहाँ जुन हुने कोशिकाहरूको चाहिँ डिस्प्लेजिया त्यो भनेको त्यहाँ चेन्ज हुन त्यो फेरिन थाल्छ कि पहिला नर्मलमा हुने मान्छेकोमा हुनेमा कोशिका र पछि क्यान्सर हुने मान्छेको कोशिकाहरू चाहिँ अलिक फरक हुन थालेको हुन्छ कि हो। सुरुमै अवस्थामा अलिअलि फरक देखिन लागेको बेलामा चाहिँ हामीले त्यसलाई पत्ता लगाउन सकियो भने चाहिँ त्यसलाई के भन्छ, स्क्रिनिङ भनिन्छ है। सुरुवाती अवस्थामा क्यान्सर पहिचान गर्नाले के फाइदा हुन्छ त भन्दाखेरि एउटा चाहिँ उपचार खर्च कम गर्न सकिन्छ है। अर्को चाहिँ क्यान्सरबाट हुने मृत्युको जोखिम पनि घट्ने भइहाल्यो। अर्को समयमा उपचार गर्न सकिन्छ है। त के हुन्छ त हाम्रो अब पाठेघरको मुखको क्यान्सरलाई के गरेर सुरुवाती अवस्थामा पत्ता लगाउन सकिन्छ भन्ने धेरै विधिहरू छ है। नेपालमा पनि सबै विधिहरू भइरहेको छन्। नेपाल सरकारले पनि गराइरहेको छ सबै विधिहरू। एउटा भनेको चाहिँ भिआइए भनेर हुन्छ है। एउटा चाहिँ हामीले एसिटिक एसिड भन्ने एसिड चाहिँ त्यहाँ तल राखेर चाहिँ त्यो त्यहाँबाट चाहिँ हामीले त्यो चेन्जेसहरू के फरक देखिन्छ भनेर चाहिँ हेरिन्छ। अर्को भनेको चाहिँ पाठेघरको मुखको पानीको जाँचलाई चाहिँ प्याप स्मियर भनिन्छ है। अर्को भनेको चाहिँ यो ह्युमेन प्यापिलोमा भाइरसको चाहिँ डिएनए परीक्षण, त्यो भाइरस चाहिँ छ कि छैन भनेर त्यसको डिएनए हेर्न सकिन्छ होइन। अर्को भनेको चाहिँ कोल्पोस्कोपी भनेको चाहिँ दूरबिनबाट हेर्ने, भित्र केही मासुहरू पलाउन थालेको छ कि के चेन्जेस भएको छ कि भनेर दूरबिनबाट हेर्न सकिन्छ। अर्को भनेको चाहिँ पाठेघरको मुखको मासु निकालेर मासुको जाँच गर्न सकिन्छ। अर्को भनेको चाहिँ भित्र घाउ भएको भागलाई, त्यो घाउलाई खुर्केर त्यसको पनि मासुको जाँच गर्न सकिन्छ है त। के हो भन्दाखेरि चाहिँ यसमा चाहिँ के देखाइएको छ भन्दाखेरि यो सुरुमा चाहिँ के छ भन्दा यो नर्मल, यो चाहिँ नर्मल मान्छेमा हुने पाठेघरको मुख हो। यसमा चाहिँ केही पनि क्यान्सर भइसकेको छैन है। यो चाहिँ सुरुवाती अवस्थामा यो सेतो जुन देखिएको छ यो चाहिँ चेन्ज भएको, यो नर्मल टिस्युबाट चाहिँ यो चाहिँ यस्तो सेतो देखिन थालेको चाहिँ अब सुरु हुन लाग्यो है क्यान्सर भन्ने बुझिन्छ होइन। अनि यो यतापट्टि भनेको चाहिँ क्यान्सर भइसकेको अवस्था भनेको चाहिँ यो चाहिँ तेस्रो पिक्चर भनेको चाहिँ क्यान्सर भइसकेको अवस्था भन्ने बुझाउँछ है त। प्राथमिक रोकथाम पनि भयो, माध्यमिक रोकथाम पनि भयो। तृतीय रोकथाम भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब के चाहिँ क्यान्सर भइसकेको बिरामीको उपचारको लागि गरिने रोकथाम हो है। अब क्यान्सर त भइहाल्यो, त्यसलाई के गर्न सकिन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ अब पाठेघरको मुख निकाल्ने भन्ने हुन्छ है। पाठेघरको मुखसँग मात्र छ, माथि फैलिएको छैन, अथवा चाहिँ त्यो महिलालाई चाहिँ पछि भविष्यमा गएर बच्चा पाउनुपर्ने महिला हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई चाहिँ पाठेघरको मुख मात्र निकाल्न सकिन्छ। अर्को चाहिँ भनेको अब महिलाको उमेर पनि पुगिसकेको छ, पछि बच्चा पाउनु पर्ने पनि छैन, प्लस क्यान्सर पनि मासतिर फैलिने जस्तो जोखिम देखिएको छ भने चाहिँ पाठेघर नै निकाल्न पनि सकिन्छ है। अर्को चाहिँ अब पुरै स्टेजमा के अरे अगाडि पनि फैलिएको छ, पछाडि आन्द्रामा पनि गइसकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले अपरेसन गरेर पनि प्लस रेडियोथेरापी अनि त्यसपछि केमोथेरापी गर्न सकिन्छ है त। त्यसलाई चाहिँ के भन्छ, सेक्ने भनिन्छ। मेन भनेको चाहिँ अब के हो भन्दाखेरि स्क्रिनिङ, यो पाठेघरको मुखको क्यान्सरको हामीले सुरुमा नै के गर्न स्क्रिनिङ गर्न सकियो भने चाहिँ स्क्रिनिङ गर्दा लाग्ने लाज नलाग्ने असहज महसुस हुनेबाट झन्झटबाट हामी टाढा भागियो र आफ्नो सानसानो लक्षणलाई पनि लिएर उपचार गर्न गइयो भने चाहिँ हामी यसबाट हुने पछिबाट हुने क्षतिबाट बच्न सकिन्छ है। स्क्रिनिङ गराउँदा जाँच गराउँदा एक किसिमको लाज लाग्ने, असहज महसुस हुने र झन्झट लाग्नु एकदम स्वाभाविक हो। भविष्यमा क्यान्सरको रोगको शिकार भएर अनगिन्ती रकम खर्च गर्दा गर्दै पनि ज्यान जोखिममा पर्न सक्ने हुँदा समयमा स्क्रिनिङ गराउनु एकदमै आवश्यकता छ है त। त्यसैले हामीले केही लक्षण भए तापनि नभए तापनि
पाठेघरको मुखको परीक्षण चाहिँ कम्तीमा पनि प्रत्येक 2 देखि 3 वर्षमा एकपटक नियमित रूपमा गराउनु पर्ने हुन्छ है। त्यो भयो भने चाहिँ हामी सुरुवाती अवस्थामा नै क्यान्सरलाई पत्ता लगाउन सकिन्छ। कविता स्वर आएन। ए सकियो। हजुर म्याम। ए हजुर। डाक्टर कवितालाई चाहिँ धेरै धेरै धन्यवाद चाहिँ दिउँ यो प्रेजेन्टेसनको चाहिँ लागि। अब श्रोताहरूले चाहिँ आफ्नो मनमा चाहिँ केही प्रश्नहरू चाहिँ जिज्ञासाहरू चाहिँ छ भने पहिले चाहिँ प्रश्नहरू म पनि टिप्छु, बोलेरै प्रश्नहरू गर्नु भए हुन्छ। केही प्रश्नहरू छ कि? प्रश्नहरू केही छ? कसैले प्रश्नहरू गर्नु भएन? त्यसो हो भने चाहिँ मैले नि प्रश्न चाहिँ गर्छु। हजुर म्याम। एउटा प्रश्न त अब गाउँघरमा कस्तो हुन्छ भन्दाखेरि दिनदिनै काम चाहिँ गरिरहेको चाहिँ हुन्छ होइन, व्यस्त हुन्छ महिलाहरू। अनि हजुर त्यो पाठेघरको क्यान्सरको सङ्केतसम्म पनि थाहा हुँदैन होइन। त्यसो हजुर हुँदाखेरि अलिक सजिलो भाषाबाट अलिकति हामीले भन्ने चाहिँ हो भने अब हुन त त्यहाँ चाहिँ त्यहाँ चाहिँ थाहा पाइसकेको चाहिँ छ, तैपनि महिला दिदीबहिनीहरूलाई अझै सजिलो हुनुको चाहिँ लागि फर्स्टमा के लक्षण देखियो भन्दाखेरि चाहिँ हामीले चाहिँ ध्यान दिनु चाहिँ पर्छ। फर्स्टमा चाहिँ लक्षण भनेको जस्तो अनियमित महिनावारी चाहिँ हुने अथवा महिनावारी धेरै हुने होइन। हजुर अनि त्यसपछिबाट के अरे पिसाब चाहिँ रोक्नै नसक्ने गरी पिसाब चाहिँ आउने होइन। हजुर त्यस्तो चाहिँ भयो भने पाठेघरको क्यान्सरको लक्षण सुरुवाती लक्षण भनेर बुझ्नुपर्छ होइन त? हजुर म्याम, यस्तो हुन्छ अब सबैजनामा चाहिँ एउटै लक्षण देखिन्छ भन्ने पनि हुँदैन सुरुमा नै होइन। अँ कसैमा के देखिन्छ कसैकोमा के देखिन्छ, तर फेरि त्यो लक्षण देखिँदैमा क्यान्सर नै भइहाल्छ भइसक्यो भन्ने पनि हुँदैन। सुरुमा अँ सामान्य लक्षण पनि भएको हुनसक्छ नि त, इन्फेक्सन मात्रै भएको हुनसक्छ, क्यान्सर सुरु पनि नभएको पनि उम्, हुनसक्छ। उम्। तर त्यो सुरुवाती अब त्यो अवस्थामा देखिनेलाई चाहिँ ल हुनसक्छ है भन्ने सम्भावना चाहिँ हुन्छ, तर भइसकेको भन्ने चाहिँ हुँदैन। यो लक्षण चाहिँहरू चाहिँ कुनै पनि लक्षण चाहिँ देखिसके पछाडि सतर्क भएर चाहिँ हामीले चाहिँ हजुर जाँच गर्नु पर्यो होइन। सुरुमा हजुर हजुर सुरुमा चाहिँ जाँच गर्नु चाहिँ पर्यो। हजुर अनि अर्को चाहिँ एउटा प्रश्न HPV3 भनेर चाहिँ भनेको चाहिँ छ होइन। हजुर त्यो हजुर खास गरी चाहिँ यङ महिलाहरूले चाहिँ दिने भन्ने चाहिँ जस्तो चाहिँ लागेको चाहिँ छ। यङ हजुर। महिलाले मात्रै यो चाहिँ दिनुपर्छ कि अथवा चाहिँ उमेर गइसकेको महिलाहरूले पनि दिनु आवश्यक हुन्छ यस्तो? अब यो इफेक्टिभ चाहिँ हुन्छ भनेको छ म्याम, पछि उमेर गइसकेको मान्छे 15 वर्षसम्ममा चाहिँ एकदम बडी नै काम लाग्दो के अरे इफेक्टिभ हुन्छ भनेको छ होइन, राम्रोसँग काम अँ गर्छ भनेको छ। तर उमेर भइसकेको मान्छेले पनि युज गर्न चाहिँ सकिन्छ, 3 डोज लगाउनु पर्ने हुन्छ। तर पहिला जुन बच्चामा लगाउने मान्छेहरूलाई भन्दा जस्तो इफेक्टिभ चाहिँ नभए तापनि लगाउन चाहिँ सकिन्छ म्याम, इफेक्टिभ चाहिँ हुन्छ। अँ त्यसको चाहिँ कुनै साइड इफेक्टहरू त्यस्तो केही चाहिँ हुन्छ कि? यस्तो साइड इफेक्ट त त्यस्तो हुँदैन म्याम, भ्याक्सिनको अब अहिले आफ्नै साइड इफेक्ट त भइहाल्छ, जे भयो नि एउटा चाहिँ एन्टिजेन नै हामीले शरीरमा राख्ने हो होइन। तर त्यस्तो उम्, भयङ्कर साइड इफेक्ट चाहिँ हुने चाहिँ हुँदैन म्याम, हजुर। अनि फाइदाजनक नै हुन्छ। यो HIV3 को चाहिँ लागि अथवा चाहिँ प्रारम्भिक पाठेघर जाँचको चाहिँ लागि सरकारबाट विभिन्न हस्पिटलबाट महिलाहरूको चाहिँ लागि खास गरी विपन्न महिलाहरूको चाहिँ लागि केही चाहिँ सुविधा दिने त्यस्तो पनि काम चाहिँ गरेको छ, केही जानकारी छ हजुर, त? यो नेपाल सरकारले पनि अहिले यो पाठेघरको मुखको पानीको जाँच हुन्छ एउटा चाहिँ म्याम नेपाल सरकारबाट, अनि अर्को चाहिँ नेपाल यो। सरकारबाट फ्री हजुर जाँच म्याम। हुन्छ? हजुर म्याम, अँ यो सरकारी अस्पतालमा चाहिँ हुन्छ, ए अभाइलेबल ए हुन्छ। पाठेघरको मुखको पानीको जाँच सरकारी हुन्छ, अर्को चाहिँ अस्पतालहरूमा चाहिँ हुन्छ, यो एसिड। नि शुल्क जाँच हुन्छ? हजुर ए हजुर हजुर हजुर। त्यो महिलाहरूले जानकारी पाउनुभयो त यो?
पाठेघरको चाहिँ त्यो जाँच गर्नुको चाहिँ लागि सरकारी हस्पिटलहरूमा चाहिँ निशुल्क चाहिँ जाँच हुन्छ। त्यसो हुँदाखेरि चाहिँ महिलाहरू चाहिँ अलिकति शङ्का चाहिँ भइसके पछाडि हामीले चाहिँ नहिचकिचाइकन अथवा लाज नमानिकन जाँच्न जानु पर्यो होइन त, हजुर म्याम। जोगाउनु जानु पर्यो। हजुर। अनि महिला दिदीबहिनीहरूको अर्को प्रश्न पनि छ कि? महिला दिदीबहिनीहरूको कुनै पनि स्वर चाहिँ आएन, ठिकै चाहिँ छ। अर्को एउटा चाहिँ प्रश्न चाहिँ गरेको जस्तो अब विपन्न महिलाहरू, गाउँघरमा बस्ने चाहिँ महिलाहरू त छँदैछ, त्यस्तो हजुर अपाङ्गता भएको महिलाहरूको चाहिँ हकमा हजुर म्याम। यो खालको चाहिँ समस्या अलिकति फरक हुन्छ कि, अथवा समस्या भइसकेपछि केही फरक हुन्छ कि, कुनै त्यस्तो चाहिँ हुन्छ त त्यस्तो, अथवा एकै खालको हुन्छ कि? एउटै नै हुन्छ म्याम, अपाङ्गता भइसकेको मान्छेहरूमा पनि त्यस्तो फरक भनेर चाहिँ केही पनि छैन अहिलेसम्मलाई। त्यही नै हो, जाँच गर्ने तरिकाहरू सबै त्यही नै हुन्छ म्याम, उपचार गर्ने हजुर। तरिका। ठिकै छ। अरू महिलाहरू? कमलाको केही छ? रविनाको केही छ त? यो सबै चाहिँ यो अफ भएर उहाँले कोसिस गर्न हेलो अलिक गाह्रो भयो। हेलो हजुर रविना, हजुर हजुर केही प्रश्न छ त? हजुर 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 नमस्ते है केही प्रश्न सबैजनालाई। छ? म सबैभन्दा डाक्टर साहेबलाई चाहिँ महत्त्वपूर्ण कुराहरू राखिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। हजुर अनि के भने नि, मेरो पनि एउटा चाहिँ क्वेसन चाहिँ थियो। यो छ नि, उमेर पुगेर पनि अहिले महिनावारी रोकेको 4-5 वर्ष भइसक्यो, फेरि चाहिँ महिनावारी भएर एकदमै भालभाल जान थाल्यो कि अहिले हजुर त्यस्तो समस्या चाहिँ देखेको छ। त्यसले पाठेघरलाई कस्तो खालको चाहिँ गर्ने हो के असर चाहिँ अब एकदमै के धेरै रगत बगिरहेछ। अनि रिपोर्टमा त्यस्तो केही छैन भने कि रिपोर्ट चाहिँ गर्दाखेरि हजुर त्यसको चाहिँ अब के गर्दाखेरि हुन्छ होला कि महिनावारी रोकेको पनि 4-5 वर्ष भइसक्यो, हजुर अहिले चाहिँ साह्रै पेट दुखेर चाहिँ रगत बग्न थाल्यो। अहिले औषधिले चाहिँ केही रोकेको छ, हजुर यसले चाहिँ त्यस्तो असर गर्छ। हजुरले भन्दा सबै जाँचहरू गराइसक्नु भयो अस्पताल सबै गएर? जाँच मेरो होइन कि साथीको हो त्यस्तो समस्या हजुर भएको। हजुर अनि उनले सबै जाँच चाहिँ गरिसक्यो होइन, रिपोर्ट राम्रै छ भन्छ, तर अहिले फेरि पनि रगत भन्नाले अहिले पनि महिनावारी भयो जस्तै रगत बगिरहेको छ? सबै महिनावारी भए जस्तै गइरहेछ कि त्यसले केही समस्या आउने हो? यस्तो हुन्छ, सबैमा फरक फरक हुन्छ है। कसैको चाहिँ अब महिनावारी रोकिसकेपछि पनि पछि 4-5 वर्षपछि देखिने हुन्छ, त्यो हर्मोनको कारणले गर्दाखेरि चाहिँ हर्मोनमा गडबडी भयो भने त्यसले गर्दाखेरि पनि हुने हुन्छ। उहाँको रिपोर्टमा जाँच गर्दाखेरि सबै राम्रो छ, पानीको जाँचहरू राम्रो छ, भिडियो एक्सरेहरू राम्रो छ भने त्यस आत्तिहाल्नु पर्दैन। त्यो त साथी आँटिरहेको भएर त्यस्तो हजुर, त्यो चाहिँ कहिले कहिले हर्मोन तलमाथि भयो भने पनि त्यस्तो हुने हुन्छ रोकिने बेलामा चाहिँ। अरू जाँच गर्दाखेरि केही नराम्रो देखेको छैन भने चाहिँ आत्तिहाल्नु परेन। रविना छ दिदी, म एउटा नमस्ते है सबैलाई, सुन्नु भएको छैन? सुनिरहेछौँ। खोइ त। ए नमस्ते है सबैलाई। हजुर नमस्ते। मेरो एउटा प्रश्न छ नि, भर्खरै मिन्स सुरु भएको भनेको अब 12 वर्षमा भएको, अहिले 16 पुरा भएको छ। उसको चाहिँ सुरुमा हुँदाखेरि चाहिँ कन्टिन्यू भनौँ न, महिना ठ्याक्कै महिना मन नभए पनि 2 महिना 3 महिनामा हुने, अहिले चाहिँ ठ्याक्कै ग्याप भएर वर्षमा चाहिँ एकचोटि हुने जस्तो देखियो कि। हजुर, यो भयो भने चाहिँ के हुन्छ? अब यो पनि एउटा समस्या नै हो है। यसले चाहिँ धेरै कारणले गर्दाखेरि भएको हुन्छ। सुरुवाती अवस्थामा चाहिँ हाम्रो शरीरमा चाहिँ हर्मोनहरू चाहिँ भर्खर भर्खर बिल्ड हुन थालेको हुन्छ है। त्यसले गर्दाखेरि हजुरले जाँच गराउनु भएको छैन? उहाँको जाँचहरू गराउनु पर्ने हुन्छ। जाँच गराउँदाखेरि चाहिँ सबै नर्मलै छ। यो अब कसैको चाहिँ यस्तो हुनसक्छ भनेर भन्नुभयो। अनि ठ्याक्कै मैले 6 महिना 4-5 महिना अगाडि पनि गऱ्यौँ कि 5-6 महिना भएको छैन,
अनि के रहेछ फेरि भनेर गर्दाखेरि चाहिँ त्यहाँ उता जचाउँदा हस्पिटलबाट चाहिँ 3 महिनाको लागि औषधि दिनुभयो। त्यो हजुर औषधि खाँदाखेरि चाहिँ ठ्याक्कै 1 वर्षपछि हजुर भएको जेठमा भएको अहिले पनि यही जेठको ठ्याक्कै त्यही मितिमा हुन आयो के। 1 अब वर्षमा न त्यो भयो। औषधि खाएर भएको पनि थाहा भएन, अब वर्ष दिनको त्यो उभर पनि भएको पनि थाहा भएन। अब फेरि जेठको 26 25 26 गते भएको अहिले फेरि रोकिहाल्यो छैन के अब। जेठमा भएदेखि भएको छैन फेरि अहिले। 1 वर्षपछि जेठको पहिला ए गएको हजुर जेठमा भएको अहिले जेठमा भयो। अब चाहिँ अँ, अब जेठको 26 गते भएको अहिलेसम्म त्यो चाहिँ छैन। अब हुन त महिना दिन हुँदैछ, अब हुन्छ कि के हो थाहा छैन। त्यो त हुनै अनि बाँकी त्यसले छ। चाहिँ पहिलो के औषध समस्या हुन्छ एकचोटि डाक्टर? भयो, हजुर फेरि चाहिँ हरेक महिना नभइकन रोकिरहेको छ। त्यही त हजुर कसैको शरीरमा चाहिँ हर्मोनको मात्रा नपुगेको कारणले गर्दाखेरि पनि त्यस्तो त हुन्छ है। हजुर सुरु हुने अवस्थामा चाहिँ उहाँलाई हजुर हर्मोन दिनुभएको थियो होला 3 महिनाको लागि खानको लागि होइन, औषधि दिनुभएको भन्नुभएको थियो है। हजुर खोइ मेडिसिन भनेर दिनुभयो के हो हामीलाई त थाहा भएन है। त्यो हर्मोन दिनुभएको हो यो, त्यो औषधि पनि है, त्यसले गर्दाखेरि भएको हो। अब त्यो हजुर सबै कुरा ठिक छ भने चाहिँ बिस्तारै उमेर बढ्दै गएपछि आफै ठिक ठाउँमा पनि आउने हुन्छ। यसको यसको चाहिँ खासै त्यस्तो समस्या त होइन नि है। अब त्यही त सबैको फरक फरक हुन्छ। तपाईँको जाँचहरू रिपोर्टहरू कस्तो छ होइन, रिपोर्टहरू नर्मल छ भन्नुभएको छ भने चाहिँ पछि उमेर बढ्दै गएपछि हर्मोनहरू म्याच्योर हुन थालेपछि चाहिँ आफै ठिक ठाउँमा आउने हुन्छ धेरैजनाको चाहिँ है। हजुर अब उहाँ रिपोर्टहरू सबै ठिक छ भने चाहिँ मैले रिपोर्टहरू त हेरेको छैन नि त, त्यही भएर भनेको। रिपोर्ट रिपोर्टहरू चाहिँ रिपोर्ट चाहिँ अँ, सबै नर्मलै छ भनेर हजुर भन्नुभयो। नर्मल त्यो छ भन्नुभएको छ भने चाहिँ ब्लडदेखि आत्तिनु सबै परेन। ठिक छ कि। हजुर ए हस् त हस् हस् थ्याङ्क यू। हुन्छ हस्। चितवनको साथीहरूको चाहिँ केही छ कि? एउटा एउटा प्रश्न म गर्छु ल। ल हस् हस्। हुन्छ हस्। नमस्ते, मेरो नाम अमृता हो। म मिलिजुली समाज नेपालबाट हो। हजुर डाइनाले मलाई यो फरवार्ड गरेको थियो यो प्रोग्राम। मैले चाहिँ यो सोध्ने चाहिँ यो मेच्योर वुमेनहरूलाई पनि 50+ to 70 एजकोहरूलाई त्यो भ्याक्सिन लगाउँदा राम्रो कि नराम्रो? अघि त भन्नुभयो लगाउँदा राम्रो, तर इफेक्टिभ चाहिँ बिलो 19 हुन्छ भन्ने कुरा भयो। तर प्रिभेन्सनको लागि 3टा डोज लगायो भने भ्याक्सिन हजुर राम्रो हुन्छ कि हुँदैन भनेर नि त्यो एउटा बुझ्न मन लागेको। 50 वर्षभन्दा माथिको मान्छेको लागि भन्नुभयो। हजुर हजुर, भ्याक्सिन चाहिँ प्रिभेन्सनको लागि 3टा डोज लगायो भने कति डिफरेन्समा लगाउने, अनि यो इफेक्टिभ भए पनि नभए पनि होइन लगाउँछु भन्ने खालको मन भएकोहरूलाई हजुर कतिको ग्यापमा लगाउनु पर्छ त्यो भ्याक्सिन प्रिभेन्सनको लागि? भ्याक्सिन चाहिँ 3 डोज लाउनु पर्ने हुन्छ। त्यो चाहिँ सुरुमा एकचोटि हजुर लगाइसकेपछि चाहिँ पछि 5 महिनामा लाउनु पर्यो है, 5 महिनाभित्रमा लाउनु पर्यो। अनि त्यसपछि फेरि अर्को चाहिँ 1 वर्षभित्रमा लगाउनु पर्ने हुन्छ होइन। हजुर अनि त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब उमेर भइसक्यो 50 वर्षभन्दा माथि कटिसक्नु भएको छ, महिनामा रोकिसकेको हुनुहुन्छ भने चाहिँ अब धेरैजनाले हजुर चाहिँ लाउनु भयो, लगाइराख्नु भएको हुँदैन, लाउन नमिल्ने भने चाहिँ हुँदैन। लाउन चाहिँ मिल्छ, हजुर सकिन्छ होइन, लाउन इच्छा छ भने चाहिँ लाउन नमिल्ने भने चाहिँ हुँदैन। तर खासै त्यस्तो अब महिनावारी रोकिसकेका हुन्छ त्यस्तो खासै उहाँहरू यो सम्पर्कहरू गर्ने त्यो उसमा पनि एक्टिभ हुनुहुन्न भने चाहिँ खासै त्यस्तो नलाउँदा पनि हुन्छ भन्ने चाहिँ हुन्छ कि यसमा चाहिँ। त्यही त अस्ति एकजना मेरो साथीको सासूको 75 वर्षमा त्यो पाठेघर क्यान्सर भयो के। अनि हजुर हुन त ट्रिटमेन्ट गरेर निको भयो होइन। 75 हो उहाँ, विडो हो। अनि हजुर धेरै श्रीमान अगाडि नै बित्नु भएको, तर पनि छोराछोरी छ, छोराछोरी हजुर सबै भएको। त्यसपछि निकै पछि उहाँलाई 73 है 72को एजमा त्यस्तो भयो के। उम्, अनि अब यो भ्याक्सिन आएको बेला हामीले कहाँ गएर लगाउने हो, कतिचोटि लगाउने हो, यो कति राम्रो ऊ हो भन्ने कुरा चाहिँ बुझ्न चाहिँ अस्ति नै पनि हामीले एकदम ट्राई गरिरहेको थियौँ। हजुर त्यसकारण अब सुरुमा चाहिँ लगाइसकेको फ्रीमा चाहिँ हुन्छ कि गर्दैन के यसले हुन्छ? अब अर्को हार्मफुल एक भन्ने चाहिँ वर्षमा हुँदैन लगाउनु पर्ने है। हो होइन डाक्टर? हजुर त्यही त हार्मफुल किन्नुपर्छ भन्ने कि यो चाहिँ फ्रीमा हो भ्याक्सिन चाहिँ डाक्टर? होइन। अब यो त हामीले किन्नुपर्ने हुन्छ, फ्रीमा आइसकेको छैन अझै पनि। ए कति पर्छ एउटाको? यो चाहिँ ठ्याक्कै प्राइस मलाई पनि थाहा छैन, तर महँगो नै हुन्छ जे होस्। उम्,
किनभने हाई रिस्क चाहिँ टिन एजलाई त प्रिभेन्सनको लागि भइहाल्यो, तर हजुर जति पनि 50देखि 75 70को एज भएला बढी के अरे इफेक्टेड भएको थाहा लाग्छ क्या मलाई, धेरै जस्तो नानीको आमाहरूलाई। हो अब थुप्रै कारणहरू छ अब त्यो इफेक्ट हुने, त्यो हुने त अब क्यान्सर हुने त, तर पनि उनीहरू आमाहरूलाई चाहिँ रेगुलर चेकअपको लागि कुरा गरेको थियो अस्ति नै डक्टरले। अब सबैले त्यो एफोर्ड गर्न सक्दैन, सबैजनाले कहाँ रेगुलर चेकअप गर्छ। तर अस्ति हाम्रो मिलिजुली समाज नेपालले चाहिँ 40जना जस्तो 40-50जना जस्तो चाहिँ सब्सिडाइज प्राइसमा मिलाइदिनु भएको थियो र राम्रै भएको थियो। त्यही हजुर भ्याक्सिन चाहिँ लगाउनु पर्छ भने कतिमा लगाउने, कति पर्छ, अब इफेक्टिभ भए पनि नभए पनि राम्रै हुन्छ होला। प्रिभेन्सन इज बेटर देन क्योर भन्ने कुरा नि। हजुर त्यही अब पहिला भइसकेको छ, पहिला भाइरस आइसकेको छ भने त्यसलाई सन्चो गर्ने भन्ने चाहिँ हुँदैन यसले होइन, नयाँ चाहिँ आउन हजुर। नदिने हो नि त। हो। हो फेरि त्यो यसको कारण पिरियड पनि कस्तो रहेछ भने 1 वर्षदेखि 15 वर्षभित्र देखिने सिम्टम्स हुने रहेछ त्यो क्यान्सरको। हजुर अनि लगाउँदै राम्रो हुन्छ कि जस्तो पनि लाग्छ मलाई त। लाउँदा त नलाएको भन्दा लगाएकै फाइदा हुन्छ केही न केही हदसम्म त होइन, भ्याक्सिन लगाइसकेपछि त लाउँदै हजुर नलाउनु भन्दा हजुर। त। हस् त्यो त हस् यो हाम्रो चाहिँ अहिले धन्यवाद। एभाइलेबल छैन हस्पिटलहरूमा। यो चाहिँ अब अहिले अभाइलेबल त हुन्छ होइन, तर अहिले भर्खर सुरु हुन थालेको हजुर। छ यो बच्चाहरूलाई लगाइदिने भनेर चाहिँ, स्कुल एजको गर्ल हुन्छ नि जुन 14 वर्षभन्दा मुनिको हो। बच्चाहरू, उनीहरूलाई चाहिँ लगाइदिन अँ। थालेको छ अहिले गभर्मेन्टले, उम्, भर्खर सुरु हुन थालेको छ। त्योभन्दा माथि उमेरको लागि चाहिँ अहिले चाहिँ आइसकेको छैन। अँ। यस पाइने चाहिँ पाइन्छ, तर यसको प्राइस चाहिँ जस्तै 5,000 देखि 8,000 बिचमा बिचमा पर्छ कि, हेरी हेरी हुन्छ एउटा प्राइस। एउटा डोजको। एउटा डोजको हजुर। ए ओके, हुन्छ। मेरो चाहिँ त्यति नै हो प्रश्न। अनि अरू त प्रायः सबै कभर भयो। त्यो अब इरेगुलर मेन्सुरेसनको कुरा धेरै आएको छ हाम्रो ग्रुपमा पनि। 1 महिना हुने, 3 महिना हजुर नहुने, अनि फेरि 6 महिना हुने, फेरि एकदम धेरै ब्लिडिङ हुने, अब थुप्रै कुराहरू छ। हजुर हुन्छ, थ्याङ्क यू डक्टर, थ्याङ्क यू जसले अर्गनाइज गर्नुभयो। हजुर हुन्छ हस् हस्, प्रश्नको लागि पनि हस् धेरै धेरै धन्यवाद। अरू हस् कसैको हस्। केही प्रश्नहरू छ कि अझै? प्रश्न गरेपछि उत्तर आउँछ, उत्तर आएपछि नबुझेको कुरा पनि अझै प्रष्ट हुन्छ। चितवनको साथीहरूको प्रश्न सक्यो? म्युट छ बहिनीहरूको, बहिनीहरूको छ? म्युट राखेर गफ गरिरहेछ। ए हजुर। यो महिलाहरूको स्वास्थ्यको एउटा समस्या के छ भन्दाखेरि मैले बुझेअनुसार एकातिर त महिलाहरूको स्वास्थ्यको प्राथमिकता सबैभन्दा लास्ट हुन्छ। घरमा चाहिँ अरूको स्याहार सुसार गरिसकेपछि, अरूले जाँच गरिसके पछाडि अनि फुर्सदमा महिलाहरूको चाहिँ स्वास्थ्यको परीक्षणको चाहिँ आउँछ। त्यसो हुँदाखेरि एउटा चाहिँ त्यो हो सामाजिक वातावरण। अर्को भनेको लाज हो होइन। हामीले अब समाजमा चाहिँ मलाई यस्तो भयो भनेर चाहिँ कसरी चाहिँ भन्ने, समाजमा भन्ने चाहिँ जुन लाज हो, डर हो, समाजले के भन्लान् भनेर डर हो। त्यसले गर्दाखेरि जब चाहिँ हामी चाहिँ यो चाहिँ रोगलाई सहन नसक्ने स्थितिमा चाहिँ पुग्छौँ, त्यो बेला चाहिँ धेरै ढिलो भइसकेको चाहिँ हुन्छ। उपचार चाहिँ गर्न चाहिँ नसक्ने, नमिल्ने स्थितिमा चाहिँ पुग्छ। त्यसो भएको कारणले गर्दाखेरि महिलाहरू सुरुदेखि नै चाहिँ सचेत हौँ भन्नका खातिर यो चाहिँ छलफल कार्यक्रम चाहिँ गरेको चाहिँ हो। र यसलाई चाहिँ फेरि फेरि पनि हामीले चाहिँ अरू महिला समुदायहरूमा चाहिँ लैजान चाहिँ सक्छौँ होइन। समस्याहरू धेरै छन् भन्ने कुराहरू पनि अलिकति सङ्केत दिएको चाहिँ छ। महिलाहरू खास गरी खुसुर फुसुर गरेर कुरा गर्ने, तर खुलेर कुरा नगर्ने खालको हाम्रो चलन पनि चाहिँ छ। त्यसो हुँदाखेरि पनि रोगले अलिक छिटो चाहिँ समात्ने हुन्छ। र यसले चाहिँ थोरै भए पनि यस्तो खालको
गतिविधिहरूलाई यस्तो खालको समस्याहरूलाई समाधान गर्नुको चाहिँ लागि मद्दत गर्यो कि भन्ने चाहिँ आशा चाहिँ गर्न चाहन्छु। आगामी दिनहरूमा पनि तपाईँहरूले चाहिँ यसरी चाहिँ भेटिरहन चाहिँ पाऊँ भन्ने चाहिँ आशा गर्दछु र सबै सहभागी साथीहरूलाई धेरै धेरै चाहिँ धन्यवाद। क्वेसन गर्ने अमृता, कमला, रविना सबैलाई चाहिँ धेरै धेरै चाहिँ धन्यवाद दिँदै आज चाहिँ डाक्टर कवितालाई पनि आफ्नो चाहिँ समय निकालेर प्रेजेन्टेसन बनाएर ढिलै भए पनि होइन प्रेजेन्टेसनलाई चाहिँ कुरेर आफ्नो प्रस्तुति चाहिँ गर्नुभएकोमा चाहिँ यो संस्थाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै चाहिँ धन्यवाद। आगामी दिनमा पनि हामी केही अपेक्षा चाहिँ सहित तपाईँहरूको चाहिँ सामु चाहिँ आउने नै चाहिँ छौँ र क्वेसनहरू चाहिँ छैन भने धेरै धेरै धन्यवाद। नमस्ते, शुभरात्रि। रात्रि त भएको छैन